Hello and namaste everyone, welcome back to my new video. म चाहिँ 1 वर्षपछि नै भनौँ 1 वर्षपछि भिडियो बनाउन लाग्छु। त्यही पनि बनाउनु थिएन होला अनि पछिको लागि यो भिडियो बनायो भने चाहिँ पछि हेर्नको लागि हेर्ने हुन्छ भनेर बनाउन लाग्छु। म फेरि धेरै पछि बोलेर अलि बोल्न नसकेर जस्तो भएको छु के अलि अर्कै बोलौँला अलि सम्झिनु होला है। उ पछाडि मेरो नानी छिवाङ अनि यहाँ चाहिँ छन् नयाँ मान्छेसँग म भेटाउँछु हजुरहरूलाई। 1 वर्षपछि नयाँ मान्छे को रहेछ भनेपछि हेलो नयाँ मान्छे हेलो हाम्रो नयाँ मान्छे हेलो हेरिदिउँ न यस्तो गरिदिउँ हेलो हेलो एभ्रिवान भनिदिउँ न हेलो एभ्रिवान। हिरो भएर यिनी चाहिँ अब सुइलान जान लाग्छन्। यता चाहिँ मेरो भदैनी यता हेर त हेलो भनिदिउँ। हामी कहाँ जान लाग्छौँ हामी अहिले कहाँ जान लाग्छौँ बाबु नानीलाई सुइलान त्यही त अब हामी सुइलान जान लाग्छौँ। सुई लाएर आज चाहिँ बाबु रुन्छ होला सायद बिरामी हुन्छ होला। अस्तिको चोटि पनि बिरामी भएको थियो साँझ एकचोटि औषधि खाइदिउँ अनि त्यसपछि चाहिँ त्यस्तो रातिमा त्यस्तो रोएन अनि अहिले पनि अब सुइलान जान लाग्छौँ। अनि पछि बाबुले हेर्छ नि त यो ठुलो भएपछि यो भिडियो यस्तो भएको थियो भनेर हेर्छ याद हुन्छ भनेर मैले बनाइदिनु लाग्छु। अनि हामी चाहिँ म मेरो भाउजू अनि भाउजूको छोरी बियाङ अनि छिवाङ अनि हाम्रो बाबु भएर 5 जना भएर जान लाग्छौँ। के हेऱ्यौ कुरा गरेको अब चाहिँ हामी जान्छौँ। भाउजू हिँडिसक्नु भयो अरे ढिलो भइसक्यो होला सायद अनि फेरि तल आएपछि फोन गर्छु भन्नुहुन्थ्यो। कति बज्यो 12 बज्न लागिसक्यो। खासमा 10 बजीदेखि सुरु हो तर 12 बजिसक्यो नत्र भोलि पनि हुन्छ सुई लाउन त आज र भोलि हुन्छ। हामी फेरि अस्ति चाहिँ 16 गते गएको थियौँ आज चाहिँ हामीहरू 15 गते जान लाग्छौँ। ठुलो भाउजू पनि आउनुभएको अरे ठुलो भाउजू चाहिँ साँझ आउनुहुन्छ अरे यिनको मम्मी छिङयाङको मम्मी। साँझ आएपछि हामी फेरि त्यहाँसँग भेट गराउँछौँ हजुरहरूलाई। अनि म फेरि बाटोमा अलि राम्रोसँग भिडियो बनाउन सक्दिनँ होला अलि लाज मान्छु हजुर आफै बुझ्नु होला। आफू यस्तो देखाएर म गर्न सक्दिनँ होला। पहिला चाहिँ सक्थेँ आजभोलि चाहिँ अलिक कन्फिडेन्ट अलि लो भएको छ कि मेरो। म अब बनाउँदै गएपछि चाहिँ बनाउँछु होला बिस्तारै भन्दै म अहिले अब जानको लागि रेडी हुन्छु। बाई गरिदियो अहिले हामीहरू चाहिँ अब जान लाग्छौँ। यहाँ चाहिँ हाम्रो बाबु तल चाहिँ हाम्रो नानी अनि हाम्रो बाबु हाँस्दैछन्। हाँस्दियो के पो बाबुलाई घाम होला त्यही भएर जाऊँ। अब हामीहरू जान्छौँ तल भाउसँग भेट भएर पारि खोप्लाउने ठाउँमा सिधै खोप्लाउने ठाउँमा देखाउँछौँ है हामीहरू चाहिँ। यहाँ चाहिँ हेर्नु यस्तो समाचार चाहिँ हेरिदियो त यता हेरिदियो त नहेर्ने अरे ल। हामी चाहिँ गएको बिस्तारै यहाँ चाहिँ मधुरो छ त्यही पनि देखाऊँ न। हेलो म यहाँ छु किनभनेपछि अब त्यही भएर हामी चाहिँ अलि भ्लग नबनाउने अवस्थामा आयौँ। मेरो साथीको कोठा उ पारि छ। क्यामेरा अन छैन हेर्दिन्छु। हामी चाहिँ यहाँ छौँ 2 जना। यिनले मलाई भिडियो बनाउनै दिन्नन्। कसरी भिडियो बनाउने हो र गाह्रो छ गाह्रो। भिडियो नबनाएको कारण पनि यही हो हाम्रो यी महाराजा हुनुहुन्छ बनाउनै दिनुहुन्न। महाराजा हुनुहुन्छ हो तिमी महाराजा हो हेर त लु को यस्तो होइन को हुनुहुन्छ। हेलो बहिनी हामीहरू लाल टमाटर बडे मजेदार भइसक्यौँ। यहाँ छ हाम्रो बाबु लाल टमाटर भएपछि मात्रै चुप लाग्छ। हजुरले साइडमा बोलिरहेको को भनिराख्नु होला हेर्न चाहनुहुन्छ को बोलिरह ल बोल्नुहोस्। क्यामेरामा देख्दै मुँह बन्द हो जाता है। क्यामेरामा देख्दै मुँह बन्द हो जाता है। ल हेलो यहाँ चाहिँ हुनुहुन्छ मेरो कान्छी भाउजू अनि यहाँ चाहिँ मेरो भदैनी। अलि लिनुहोस् त मेरो भदैनी देखाइदिइहालौँ। मेरो भदैनी यहाँ हुनुहुन्छ मेरो भाउजू। के छ खबर? हिँड्दै आउने बेला कस्तो भयो त? बहुत राम्रो एक्सर्साइज भयो।
हाम्रो बाबु चाहिँ सुत्न लाग्यो नि म यहाँ बाबुलाई उचालेर रातो रातो भइसक्यो हाम्रो बाबु चाहिँ सुत्न खोजिरहेछ लैले चल त सुत्न खोजिरहेछन् अब हामी गएर सुई लाउँछौँ सुई लाउने ठाउँमा म देखाउन सक्छु कि सक्दैन थाहा छैन ओए सरप्राइज हामीलाई त को हो यस्तो सरप्राइज भने पनि मम्मी 2 दिन उ त्यही हो त्यही उ यही हो सरप्राइज आमा यहाँ त यहाँ आएर फेरि उता गएर फेरि मैले बाइकमा पठाइदिएँ यता फेरि यता आएर फेरि अब हेर्नु त हो ल्याउनुहोस् न एकछिन आउनुहोस् न हेलो 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 यहाँ चाहिँ हुन्छ हाम्रो ठुलो भाउजू एकछिन हेलो बाल नदिएर कहाँ हो मिटिङ छ भन्नु जान दौडिन्छन् ल ओके बाई बाई ल जान भाउजूको चाहिँ आज मिटिङ छ अरे अनि त्यही भएर मिटिङको लागि आउनु भएको रहेछ उता गाउँदेखि अनि नानी उता मिटिङमा पो हो कि मम्मी त नानी स्कुलको मिटिङ छ स्कुलको यता अनि हामी चाहिँ अब सुई लान जान्छौँ छुवाङ पछि गइसक्यो गएर उता देखाउँछु कि नै थाहा छैन देखाइन भने म सिधै घर भेट्छु हजुरहरूसँग राख्नु भएको छ मलाई छाडेर नानी हेर हजुर दुध चुसाइरहे भन्छ जति खुवाइछ हामीहरू यहाँ पालो पर्खिरहेछौँ यहाँ मान्छे कति धेरै हुनुहुन्छ पालो पर्खेको त मान्छे त सबले नानी बोक्दै बस्दै पानी मेरो भाउजू हुनुहुन्छ यता मेरो बाबु सुटिसक्यो मेरो बाबुको त वेटै बढाएन रे यार टेन्सन लाग्यो भाउजू त्यो लिनु न के अरे तपाईँको झोलाहरू चाहिँ लिनु नि यहाँ बस्नु क्या Nanti kita itu.
ओरै गर्नुहुन्छ ओरै गर्नुहुन्छ कि ओरै गर्नुहुन्छ ओरै गर्नुहुन्छ कि ओरै गर्नुहुन्छ ओरै गर्नुहुन्छ बाबु ओरै ए अगाडि छु गरिदिनु छु गरिदिनु छु गरिदिनु अगाडि छु गरिदिनु चार मिनट 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 छु 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 गरिदिनु उई उई मेरो बाबुको सुई लागिसक्यो म भित्र नबोल्नुको कारण भित्र बोल्न मनाइ थियो हेर्नुहोस् त कति भइरहेछ के यता हुनुहुन्छ हाम्रो बाबु र हाम्रो स्ट्रङ बाबु रुन्नाले थोरै 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 रोएर सक्यो थोरै थोरै नि थोरै सक्यो नि थोरै थोरै आछे 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 यता हाम्रो छ न हाम्रो भदै नि यता छु म खोइ यतापट्टिको आहा आहा देखेन अलिअलि के हुन्न नि दिदी के हुन्न नि यो हजुर हजुरहरूले सोचिराख्नु भयो होला यतापट्टि आउनुहोस् त म एउटा कुरा भन्न चाहन्छु हजुरहरूले सोचिराख्नु भयो होला सुई लाने बेला मैले किन उचालेन किनभने सुरुदेखि नै भाउजूले उचालिराख्नु भएको छ म चाहिँ अलिक डराउँछु कि त्यही भएर जङ जित गया मेरो बाबु स्ट्रङ बाबु हेर्नुहोस् त एकैछिन रोएर मेरो बाबुको रुवाई खराब बच्चाहरू गर्दा यार बच्चा छ त्यो मेरो भदैनी यता के पो मेरो छोरालाई के पो स्ट्रङ बाबु आमा हिरो हिरोले हिरो हिल्लो नम्बर 1 डिसिङ 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 आछि यो के अरे अब मेडिकल हेल्थ पोस्टको भ्लग यति नै हुनेवाला छ अब हामी घर गएर भेट्छौँ हजुरहरूसँग किनभने खुट्टा यसरी अड्दा छु बाई बाई अब घर गएर भेट्छौँ